दर्शकबिन दाङमा चलचित्र बसन्त हेर्न दर्शकहरूको उल्लेखनीय सहभागिता बढेको छ। सबैजनालाई डेभेक्समा मुभी हेर्दिन आइदिनु भयो बसन्त र आफूलाई जस्तो लाग्छ साथीभाइहरूलाई पनि रिकमेन्ड गरिदिनु होला। आफ्नो सोसियल मिडियाहरूमा बसन्त हेरियो। नायक प्रकाश सपुत सिनेमा हल पुगेपछि फिल्म हेरेर निस्किएका दर्शकहरू प्रकाशको अँगालोमा टाँसिएर रोएको यो दृश्य हेर्नुहोस्। अङ्गालो मारेर रोएको दृश्यहरू पनि देखियो। त्यो देख्दा चाहिँ के सोच्नु भयो? होइन, पक्कै पनि आफूलाई पर्दामा देखिरहेको कलाकारलाई अगाडि देख्दाखेरि अलिकति नर्भस फिल हुन्छ। मलाई पनि हुन्थ्यो पहिला पहिला। सो उहाँलाई त्यो किसिमको अगाडि झाप्प देख्दाखेरि अलिकति नर्भस भएर आँसु आयो होला र माया पनि गर्नुहुन्छ। म भाग्यमानी महसुस गर्छु कि मैले यसरी आँसुले माया गर्ने दर्शकहरू पाएको छु। नायक प्रकाश सपुत दर्शकसँगै बसेर चलचित्र हेर्न सोमबार दाङ नारायणपुरमा रहेको भिएफएक्स सिनेमा हलमा पुग्दा फिल्म बसन्त हेर्न उल्लेखनीय संख्यामा दर्शकहरू देखेपछि प्रकाश उत्साहित र खुसी देखिन्थे। जब 12 बजेको सो सकियो, प्रतिक्रिया लिन दर्शकमाझ पुगेका प्रकाशलाई अङ्गालोमा राखेर दर्शकहरू झम्टिएर रुन थालेपछि केही बेर सबैको ध्यान प्रकाशतिर गएको थियो। बिस्तारै बसन्त चलचित्रले मोफसलमा दर्शकहरूलाई हलसम्म तान्दैछ। जतिले चलचित्र हेरे सबैले राम्रो प्रतिक्रिया दिएका छन्। कतिको प्रेसर हुँदो रहेछ एउटा सामान्य गायक स्टेजमा जाँदाखेरि र एउटा फिल्म सिङ्गो बोकेर हेर्दाखेरि के फरक? होइन, अब गायक पनि सामान्य चाहिँ हुँदैन होइन। गायक पनि गाउँदाखेरि पनि मैले एक खालको माया ममता चाहिँ पाइराखेको। यो दाङमा पनि मेला महोत्सवहरूमा आउँदाखेरि एक खालको एकदमै धेरै दर्शकहरू पाइराखिन्थ्यो। तर अब चलचित्रसम्म हलसम्म तान्नु भनेको फेरि अर्को चुनौतीको विषय हो। यो पहिलो आफ्नो चलचित्र भएको हुनाले पनि यो चलचित्र यदि औसत मात्रै दर्शकहरूले माया गरिदिनु भयो, यो चलचित्रबाट हौसला मात्रै भयो भने पनि आगामी चलचित्रहरू यसबाट यसका कमी कमजोरीहरू सुधारेर आगामी चलचित्र अझै राम्रो बनाउने प्रेरणा मिल्नेछ भन्ने लाग्छ। सो यो चलचित्र चाहिँ एउटा मायाको लागि हौसलाको लागि पनि हेरिदिनु पर्नेछ भनेर आग्रह गर्न चाहन्छु। एउटा थोरै अब चासोको विषय पनि छ। यहाँले लामो समयदेखि कलाकारिता गरिरहँदा म्युजिक भिडियो होस् चाहे गीतहरू होस्, चारैतिर प्रशंसा पाइराख्नु भएको छ। सफलता हासिल गरिराख्दा यो चलचित्रमा हजुरले बोलेको केही अंशले गर्दाखेरि केही व्यक्तिहरूले चलचित्र बहिष्कार भन्नेसम्मका कमेन्टहरू देखिए। तर उत्साहजनक दर्शकहरूको सहभागिता हुँदाखेरि यो व्यावसायिक रूपमा कतिको असर पार्यो यो कुराले? होइन, अलिकति रङ एनर्जी चाहिँ पैदा भयो मलाई पनि र दर्शकहरूलाई पनि होइन। तर चाहिँ अब बिस्तारै उहाँहरूको अनुहार हेर्दा उहाँहरूको माया देख्दाखेरि त्यस्तो महसुस हुँदैन। हामी नेपालीहरू मनले चल्छौँ होइन। कहिलेकाहीँ मन दुख्छ, कहिलेकाहीँ फेरि मन पग्लिहाल्छ। सो मलाई त्यस्तो लागेको छैन। अहिले दर्शकहरू सबैजना पोजिटिभ नै हुनुहुन्छ। यदि कतै मलाई त्यस्तो गल्ती गरेको छ भन्ने लागेको छ भने पनि उहाँहरूले मलाई माफी दिइसक्नु भएको छ। अब त्यस्तो गल्ती पनि होइन, त्यस्तो ठुलो कुरा पनि होइन। सबभन्दा इन्टेन्सन के थियो, नियत के थियो, प्रकाश सपुतको नियत त्यस्तो हो कि होइन, ऊ समाजको लागि के सोच्छ, कस्ता खालका सिर्जना गर्छ भन्ने कुरा हो। यसलाई चाहिँ यो चलचित्रको सफलता असफलतालाई मैले त्यहाँ लगेर जोडेको छैन। अब पक्कै पनि एनर्जीमा अलिकति